So hello everyone, welcome back to my channel. It's me Kale. Hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला. म पनि सन्चै आरामै छु. So guys, अहिले चाहिँ बजिसक्यो 8 है. म चाहिँ राइडको लागि निस्किसके. मलाई चाहिँ फर्स्ट राइड आइसकेको छ 224 को है. तर मान्छे पिकअप गर्न जाँदै छु म. मान्छे पो कता छ फेरि? उतै हो कि क्या हो कान्छी? कालो लाको कान्छी हो कि क्या हो? त्यस्तै लाग्यो मलाई. यता हो कि उता हो? कन्फ्युज यार. अब कता गएर सोधौँ? यता गएर सोधौँ कि उता गएर सोधौँ? उता गएर सोध्छु ल. उताको जस्तो लाग्यो मलाई. इनड्राइभ हो? कन्छ? अब बस है हुन्छ बस तिमी. भयो जाऊँ सँगै जाने हो कि छुट्टा छुट्टै हो र? तिमीलाई म अब उता सँगै नगएर आफैसँग लैहाले. तिमी मारिदिन्छु हो? सक्छौ मार्न? मार्न सक्छौ? आमामा जो त यस्तो फुच्ची छ त्यही मारिदिन्छु रे. घाँटी न्याकेर सक्छौ? तिमी त मेरो घाँटीसम्म पुग्दैनौ. बसेको बेला त अनि. तिमी कति वर्ष पुग्यो? 19. कसम 19 त होइन. 19 वर्षमा त नि यत्रो फुच्ची छौ तिमी त. 15-16 वर्षको जस्तो देखिन्छौ. हो र? बोयफ्रेन्ड छ कि छैन? तिम्रो बोयफ्रेन्ड छ कि छैन? छैन हो र? त्यसैले म त खुसी मक्ख. त्यसैले म त मक्ख भए. को बस्छौ? हो र? त्यसैले तिमीलाई मैले गर्लफ्रेन्ड बनायो भने घुम्नलाई जान मिल्छ है? दिदी पर्दैन. किन हानिदिन्छु हो? के गर्छौ तिमी? यत्तिकै हो? बेरोजगारी? तिमी पनि बेरोजगारी म पनि बेरोजगारी. हेर त कस्तो मिल्छ हाम्रो जोडी. किन मैले कि तिमीलाई खाइदिन्छु र? रे हजुर. म के पुरा बाघ जस्तो लाग्छ क्या? भ्याग. तिमी 19 वर्ष भनेर ठगिरहेको छ होइन? खै तिम्रो नाइक त देखाउ त. म हजुरको बहिनीलाई उता घुमाउन लगेँ ल गोदावरी. हजुरको बहिनी जान्छु भनिरहेछ. छैन ऊ दाइको त्यहाँ कट्टु भिजिसक्यो त्यहाँ हेर्दैछ. पानीले भिजेछ. त्यो कुखुरा जस्तै तिमी पनि छौ नि. यत्रो सानो फुच्ची यस्तो कुकुरको पऱ्यो. मेरै मिजु हो त्यो बाँदर. त्यो बाँदर मेरै मिजु हो. ओहो आमा मेरो ग्याङहरू हो नि त त्यो. तिमीलाई मनपर्छ बाँदर? मेरो बानी चाहिँ झन् बाँदरको जस्तो छ. अब के गर्छौ तिमी? एउटा कुरा सोधौँ. तिमी यति फुच्ची हुँदा पनि किन यति राम्री? कसरी भयो यस्तो राम्री? पछि ठुलै भयो भने त पुरा हिरोइन बन्छ होला है. हिरो चाहिँ म है.
हो तिमीले टिकटक चलाउँछौ तिमी र म एड हुने ल टिकटकमा म तिमीलाई फलो गर्छु ल टिकटकमा हुन्छ अनि कहिले भेट्न जाने म भेट्न आइहाल्छु नि त किन किन रातभरि सुतेनौ भन्नु हो र हो हामी त यहाँ बसेको बस्या त आएर यहाँ कुरेको कुरे तपाईँको बहिनी गफ गर्न आउनु परेन लाटो जस्तो ठङ्रङ्ग बस्ने कहाँ छ हजुरहरूले चिन्नुहुन्छ होला नि दिनुहुन्छ होला नि हो र ए ल बाई 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 बाई